गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर 3 धर्मपुर माध्यमिक विद्यालयमा अभिभावकसँग मन्टेश्वरी कक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मन्टेश्वरीमा आधारित बालमैत्री तथा व्यावहारिक सिकाइ प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा धर्मपुर माध्यमिक विद्यालयका अभिभावकहरूलाई सहभागी गराइएको थियो। मन्टेश्वरी शिक्षक तथा प्रशिक्षक पासाङ सिन्जालीको परिकल्पनामा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रमले सामुदायिक विद्यालयहरूलाई स्थानीय स्रोत साधनहरूको अधिकतम प्रयोग गरेर कम लागतमा मन्टेश्वरी विधि कार्यान्वयन गर्ने लक्ष्य लिएको छ। उक्त कार्यक्रमले अभिभावकीय भावनाको विकास गर्दै अभिभावकहरूलाई मन्टेश्वरी शिक्षा, बालमैत्री वातावरण तथा विद्यालय घर सहकार्य गर्नमा सहयोग पुर्याउने शिक्षक सिन्जालीले विश्वास गर्नुभएको छ। विशेष गरी प्रयोगमा आधारित सञ्चालन गरिएको उक्त तालिममा सामुदायिक विद्यालयमा बालमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन प्रशिक्षक सिन्जालीले शिक्षकहरूलाई प्रशिक्षण दिनुहुनेछ। हरेक सामुदायिक विद्यालयहरूमा बालमैत्री शिक्षण सिकाइलाई प्रभावकारी बनाउन स्थानीय तहको आर्थिक सहयोगमा व्यावसायिक तालिम सञ्चालन गरिने योजना रहेको प्रशिक्षक सिन्जालीले बताउनु भएको छ। मन्टेश्वरीमा आधारित ECD व्यावहारिक प्रशिक्षण पाइलट कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रम पश्चात 10 जना प्रशिक्षार्थी शिक्षकहरूलाई विद्यालयको कक्षा कोठामा आधारित अभ्यास तथा प्रशिक्षण एकीकरण क्लासरुम बेस्ड प्र्याक्टिस ट्रेनिङ इन्टिग्रेसन योजनालाई प्रयोगमा लिइनेछ। विशेष गरी अभिमुखीकरण कार्यक्रमले स्थानीय स्रोत साधनहरूको अधिकतम उपयोग गरेर शैक्षिक सामग्रीको निर्माण र विद्यार्थीहरूसँगै प्रत्यक्ष अभ्यास गर्दै कक्षा व्यवस्थापन गरी विद्यालयको शैक्षणिक कार्यकलापलाई प्रभावकारी बनाउने विधि सिकाइनेछ। उक्त अभिमुखीकरण कार्यक्रममा सत्यवती 3 ठुलोलुम्पेका 10 सामुदायिक विद्यालयका 10 शिक्षकहरू समेत सहभागी रहेका छन् भने 7 जना स्थानीय महिलाहरूलाई निशुल्क मन्टेश्वरी तालिममा सहभागी गराइएको छ। यस तालिम पश्चात सत्यवती गाउँपालिका भरि नै मन्टेश्वरी प्रणालीमा आधारित बालमैत्री शिक्षण सिकाइ तालिम सञ्चालन गर्न सत्यवती गाउँपालिकाले आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापन गरी आर्थिक तथा संस्थागत सहयोग गर्ने प्रशिक्षक पासाङ सिन्जालीले अपेक्षा गर्नुभएको छ।